आज म प्रीति बहिनीलाई 5 वटा नेपाली सेन्टेन्स सोध्नेछु र उहाँले कोसिस गर्नुहुन्छ कि 5 वटा नेपाली सेन्टेन्सलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्न। के तपाईँ प्रीति बहिनी तयार हुनुहुन्छ? यस सर। सोध्नु म? यस सर। ओके, फर्स्ट नेपाली वाक्य रहेको छन् यस प्रकारको, ध्यानपूर्वक सुन्नु ल। म बाहिर खेलेपछि 1 गिलास पानी पिउँछु। I drink a glass of water after playing outside. ओके, सेकेन्ड नेपाली वाक्य यस प्रकारको रहेको छन्, मेरी आमाले हाम्रो परिवारका लागि स्वादिलो खाना पकाउनुहुन्छ। My mother cooks tasty food for our family. ओके, थर्ड नेपाली वाक्य यस प्रकारको रहेको छन्, ओके, चराहरू रुखमा गीत गाइरहेका छन्। The birds are singing in the tree. ओके, सेकेन्ड लास्ट वाक्य रहेछन्, यसलाई ध्यानपूर्वक सुन्नु ल, हुन्छ बहिनी? ओके, हामीले समयमै आफ्नो गृहकार्य सक्नुपर्छ। We should finish our homework on time. ओके, अब लास्ट नेपाली वाक्य यस प्रकारको रहेछन्, ध्यानपूर्वक सुन्नु होला। ओके, अनि मजाले यसलाई ट्रान्सलेट गर्नु होला। ऊ हरेक दिन आफ्नो विद्यालयको झोला बोक्छ। He carries his school bag every day. यसलाई एकपल्ट फेरि भन्नुहोस् त। He carries his school bag every day. ओके, धेरै राम्रो। अब तपाईँले जुन हिसाबले ट्रान्सलेट गर्नुभयो त्यसको रिजल्ट हेर्नको लागि तपाईँ युट्युब च्यानलमा हेर्नु कुन दृष्टि पाठशाला। थ्याङ्क यू।